बालेन बल्ल देखियो बालेनको एक स्टाटसको पावर। 15 मिनटमै रित्तियो मार्केट। कृषि मन्त्री पनि तातिन। सुरु भयो मेक इन नेपाल मेड इन नेपालको महाअभियान। नेपालमा मात्र पाइने चीजको विश्व बजारमै चुलियो चर्चा। सरकार नै बन्यो ब्रान्ड एम्बेसेडर। यस्तो छ राजा महेन्द्रदेखि बालेनसम्मको डीडीसी कनेक्सन। पलायो लाखौं किसानको पसिनाले न्याय पाउने नयाँ आशा। एउटा सामान्य तस्बिर जसले 15 मिनटमै बजारको पुरै स्टक रित्याइदियो। तर यो भाइरल तस्बिरको पछाडि लुकेको सत्यले तपाईलाई झस्काउनेछ। दृश्य प्रधानमन्त्री बालेन्द्र शाहको हो। हातमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान अर्थात् डीडीसीले उत्पादन गरेको याक चीज। सामाजिक सञ्जालमा यो तस्बिर पोस्ट भएको मात्र 15 मिनट भित्र बजारमा याक चीजको हाहाकार मचियो। पसलदेखि अनलाइनसम्म स्टक रित्तियो। लगत्तै कृषि मन्त्री गीता चौधरीले डीडीसीकै आइसक्रिम हातमा लिएर देखा परिन्। सामाजिक सञ्जाल र बजारले यसलाई एउटै नाम दियो, बालेन इफेक्ट। यो लहर यत्तिकै रोकिएन। अहिले नेपालमा मेक इन नेपाल र मेड इन नेपालको भर्चुअल महाअभियान नै सुरु भएको छ।